ल स्वागत छ। आज हामीसँग निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता 2082 का केही अंशहरू छन्। तर यो नियमको एउटा सुक्खा सूची मात्र होइन है। होइन, बिल्कुल होइन। यसलाई नियालेर हेर्दा त यस्तो लाग्छ कि खै नेपालको लोकतन्त्रले आफूलाई अलि परिपक्व बनाउन खोजिरहेको छ। हो, अनि यो आचार संहिताले त एउटा कथा बन्छ जस्तो लाग्यो मलाई। एकदम एउटा कथा। एकातिर पुरानो शैलीको चुनावी लडाई छ, झण्डा, जुलुस, सडकको राजनीति। अनि अर्कोतिर छ सामाजिक सञ्जालमा हुने एआई र फेक न्यूजको अदृश्य तर सायद त्योभन्दा खतरनाक लडाई। यो आचार संहिताले यी दुवै मोर्चामा एकैपटक लड्न खोजेको जस्तो देखिन्छ। हो, र हाम्रो आजको काम भनेको यही दुई मोर्चाको लडाईँलाई बुझ्नु हो। यी नियमहरूले कागजमा के भन्छन् मात्र होइन, यिनीहरूले हाम्रो चुनावी संस्कृतिलाई कसरी बदल्न खोजिरहेका छन् भन्ने गहिराईमा पुग्ने हाम्रो प्रयास हुनेछ। त्यही त। ल त्यसो भए सुरु गरौँ पहिलो मोर्चाबाट, सडकको लडाई। चुनावको बेला हामीले देख्ने भौतिक प्रचार प्रसारलाई यसले कसरी बाँध्न खोजेको छ त? अब सबैभन्दा पहिलो र भनौँ न महत्त्वपूर्ण प्रहार चाहिँ राज्य र दललाई अलग्याउने प्रयासमा देखिन्छ। बुँदा 1ले के भन्छ भने सार्वजनिक निकायको गाडी, भवन वा कुनै पनि सम्पत्ति कुनै दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइँदैन। यो त हरेक पटक सुनिने नियम जस्तै भयो नि। तर के यसपटक यसमा केही फरक छ? फरक यसको आशयमा छ। यो केवल सरकारी गाडी दुरुपयोग नगर भन्ने सामान्य नियम मात्रै होइन। यो त सत्तामा भएको दलले राज्यको स्रोतलाई आफ्नो पैतृक सम्पत्ति जसरी प्रयोग गर्ने जुन पुरानो संस्कृति थियो नि, त्यसलाई तोड्ने एउटा सांकेतिक तर महत्त्वपूर्ण कानुनी कदम हो। मतलब सरकारमा हुनु र दल हुनु फरक कुरा हो भनेर छुट्याउन खोजेको, कम्तीमा चुनावको बेला। ठ्याक्कै। लेभल प्लेइङ फिल्ड वा सबैका लागि समान धरातलको सुरुवात नै यहीँबाट हुन्छ। तर यो नियम त सार्वजनिक सम्पत्तिमा मात्र सीमित छैन होइन र? मैले पढेको थिएँ शैक्षिक संस्थाहरूको बारेमा पनि त के भनिएको छ? हो, र त्यो झनै महत्त्वपूर्ण छ। बुँदा 3ले विश्वविद्यालय र विद्यालयहरूमा कुनै पनि चुनावी भेला वा प्रचार प्रसार गर्न रोक लगाएको छ। यसको सिधा अर्थ के हो त? यसको सिधा अर्थ हो शिक्षण संस्थाहरू ज्ञान उत्पादन गर्ने थलो हुन्, राजनीतिक दलका लागि कार्यकर्ता भर्ती केन्द्र होइनन्। अनि अर्को एउटा नियम जसले आम मानिसलाई सिधै छुन्छ जस्तो लाग्यो, कसैको निजी घर वा जग्गामा उसको अनुमति बिना पोस्टर टाँस्न वा झण्डा राख्न नपाइने, यो बुँदा 5मा छ। हो नि, यो सानो कुरा जस्तो देखिए पनि चुनावको बेला आफ्नो घरको भित्तो नै अर्कै पार्टीको देखिने समस्याबाट धेरैजना आजित भएका हुन्छन् नि। हो त नि। ठ्याक्कै। यसले नागरिकको सम्पत्तिको अधिकारको सम्मान मात्र गर्दैन, यसले राजनीतिको शैलीलाई पनि अलिकति बदल्न खोज्छ। जथाभावी आफ्नो शक्ति प्रदर्शन गर्नुभन्दा नागरिकसँग अनुमति मागेर संवाद गरेर अघि बढ्ने संस्कृतिको सङ्केत गर्छ। भनेपछि समग्रमा हेर्दा बाटोमा हुने होहल्ला, सरकारी स्रोतको दुरुपयोग र शैक्षिक संस्थाको प्रयोगमा लगाइएको प्रतिबन्धले चुनावलाई अलि बढी सभ्य बनाउन खोजेको देखियो। हो, अनि कम अराजक पनि। सडकको कुरा त भयो, तर मैले यो आचार संहिता पढ्दै जाँदा एउटा बुँदामा आएर त म अक्क न बक्क भएँ। कुन चाहिँ? यसले चुनाव प्रचारमा ट्याटु खोप्न समेत प्रतिबन्ध लगाएको छ। एकछिन बुँदा 4ले भन्छ दल वा उम्मेद्वारको चिन्ह अङ्कित टी सर्ट, टोपी, झोला, स्टिकर मात्र होइन, ट्याटु जस्ता सामग्री पनि प्रयोग गर्न, बनाउन वा बेच्न पाइँदैन। यो त अलि बढी नै भएन र? हो, पहिलो पटक सुन्दा यो हाँसो उठ्दो र अनौठो लाग्न सक्छ। ट्याटुले कसरी चुनाव प्रभावित गर्ला र, हैन? त्यही त। तर यदि हामीले यसको गहिराईमा हेर्यौं भने यसले निकै गहिरो कुरा भन्न खोजिरहेको छ। जस्तै के होला यसको पछाडिको तर्क? यसको मुख्य उद्देश्य निर्वाचनलाई विचार र नीतिको बहसमा केन्द्रित गराउनु हो, चिन्हहरूको भड्किलो प्रदर्शनीमा होइन। जब चुनाव चिन्ह अङ्कित टी सर्ट र टोपीको बाढी आउँछ, तब चुनाव एउटा वैचारिक प्रतिस्पर्धा भन्दा पनि फुटबल म्याच जस्तो देखिन थाल्छ, जहाँ समर्थकहरू आफ्नो टिमको जर्सी लगाएर कराउँछन्। हो, यसले उम्मेद्वारको एजेन्डालाई ओझेलमा पार्छ। मतलब को फ्ल्यासी छ भन्दा पनि को बढी भिजनरी छ भन्ने कुरा महत्त्वपूर्ण होस् भन्ने आशय। तर यसले त चुनाव खर्च पनि घटाउँछ होला नि, हैन र?
अवश्य, त्यो यसको दोस्रो र महत्त्वपूर्ण पक्ष हो। हजारौं टी-शर्ट र टोपी छाप्नु निकै खर्चिलो हुन्छ। हो त यो खर्चले आर्थिक रूपमा कमजोर तर वैचारिक रूपमा अब्बल उम्मेद्वारलाई पछाडि पार्छ। त्यसैले यो नियमले अप्रत्यक्ष रूपमा पैसाको राजनीतिलाई निरुत्साहित गर्न खोजेको छ। अनि ट्याटूको कुरा चाहिँ ट्याटूको उल्लेख चाहिँ यो नियम कति टाढासम्म सोचेर बनाइएको छ भन्ने एउटा रमाइलो उदाहरण मात्र हो। ल सडक र पहिरनको राजनीतिबाट अघि बढौँ। तर चुनाव त ढुङ्गा, माटो वा कपडाले लड्ने होइन, मान्छेले मान्छेका लागि लड्ने हो। आचार संहिताले व्यक्ति र समुदायको सम्मानलाई कसरी सुरक्षित गरेको छ त? यहाँनिर आचार संहिता अझ गम्भीर र परिपक्व देखिन्छ। बुँदा 6ले स्पष्ट रूपमा ज्येष्ठ नागरिक, महिला, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि समुदायको भावनामा चोट पुग्ने वा उनीहरूको चरित्र हत्या हुने गरी प्रचार गर्न वर्जित गरेको छ। यसको महत्त्व के हो? यो त सामान्य मानवीय नैतिकताको कुरा जस्तो लाग्छ नि। लाग्छ, तर चुनावको बेला यही नैतिकता सबैभन्दा बढी खतरामा पर्छ। कसरी? विश्वभरि नै देखिन्छ जब नेताहरूसँग तर्क सकिन्छ, उनीहरू कमजोर समूहमाथि आक्रमण गर्न थाल्छन्। उनीहरूको पहिचानलाई हतियार बनाएर घृणा फैलाउँछन्। यो नियमले त्यही प्रवृत्तिलाई रोक्न खोजेको हो। मतलब चुनाव जित्नका लागि समाजलाई विभाजित गर्न पाइँदैन भन्ने। ठ्याक्कै। र सायद सबैभन्दा महत्त्वपूर्ण, बालबालिकाको प्रयोगमा लगाइएको पूर्ण प्रतिबन्ध। बुँदा 7ले विद्यार्थीहरूलाई चुनावी प्रचारमा प्रयोग गर्न वा गराउन नहुने भनेको छ। हो, हामीले विगतमा स्कुले बालबालिकालाई झण्डा बोकाएर जुलुसमा हिँडाएको कति देखेका छौँ, कति। हो, र यो नियमले बालबालिकाको अधिकारको मात्र रक्षा गर्दैन, यसले हाम्रो राजनीतिको चरित्रमाथि नै प्रश्न उठाउँछ। त्यो कसरी? यदि कुनै दलले आफ्नो विचार वयस्क नागरिकलाई बुझाएर मत माग्न सक्दैन र अबोध बालबालिकाको भिड देखाउनुपर्छ भने त्यो दल वैचारिक रूपमा कति कमजोर होला। कुरो त हो। यसले दलहरूलाई आफ्नो एजेन्डामा केन्द्रित हुन बाध्य बनाउँछ। ठिक हो। त्यसो भए हामीले अहिलेसम्म भौतिक संसारको कुरा गर्यौं, सडक, सम्पत्ति, पहिरन र मानिसहरूको सम्मान। तर अब त्यो दोस्रो मोर्चाको कुरा गरौँ, जुन अदृश्य छ तर सायद बढी खतरनाक छ। डिजिटल युद्धभूमि हो। र यहाँनिर आचार संहिता साँच्चै भविष्यदर्शी बन्न खोजेको देखिन्छ। सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाउन नहुने, त्यो बुँदा 10 वा नक्कली अकाउन्ट खोल्न नहुने, बुँदा 11, यस्ता नियमहरू त अपेक्षित नै थिए, तर यो त्योभन्दा धेरै अगाडि बढेको छ। म त्यही आउँदै थिएँ। बुँदा 12 र 13ले सिधै आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई को कुरा गरेको छ। यसले एआई प्रयोग गरेर कसैको दुष्प्रचार गर्न, घृणा फैलाउन वा डीप फेक जस्ता सामग्री बनाउन रोक लगाएको छ। यो त निकै आधुनिक सोच भयो। यो आधुनिक मात्र होइन, अत्यावश्यक सोच हो। सोच्नुहोस् त, चुनावको ठिक एक दिन अघि तपाईँले विश्वास गर्नुभएको उम्मेद्वारले म चुनाव जिते भने सबै कर बढाइदिन्छु भनेको एउटा भिडियो सामाजिक सञ्जालमा आयो। जुन भिडियो 100% नक्कली हो, तर हेर्दा सक्कली जस्तै देखिन्छ। एआईले यस्तो भ्रम सजिलै सृजना गर्न सक्छ। त्यो एउटा भिडियोले पुरै चुनावको नतिजा उल्टाइदिन सक्छ। हो, खतरा त ठूलो रहेछ। यो नियम त्यही खतरा रोक्न ल्याइएको हो। तर एकछिनै, नियम बनाउनु त सजिलो भयो। निर्वाचन आयोगसँग एउटा फेसबुक पोस्ट कसले बुस्ट गर्यो भनेर त पत्ता लगाउने स्रोत र प्रविधि छैन। डीप फेक भिडियोको स्रोत कसरी पत्ता लगाउँला? के यो नियम देखाउने दाँत मात्रै त होइन? तपाईँले एकदमै सही र महत्त्वपूर्ण प्रश्न उठाउनुभयो। कार्यान्वयन नै यसको सबैभन्दा ठूलो चुनौती हो। यस्ता डिजिटल अपराधको स्रोत पत्ता लगाउन निकै जटिल र खर्चिलो हुन्छ। त्यही त। तर नियम हुनुको पनि आफ्नै महत्त्व छ। पहिलो, यसले एउटा कानुनी र नैतिक सीमा कोर्छ। यसले दल र उम्मेद्वारहरूलाई जिम्मेवार हुन दबाब दिन्छ। अनि दोस्रो, यसले आम नागरिकलाई पनि सचेत गराउँछ कि उनीहरूले सामाजिक सञ्जालमा देखेको हरेक कुरा सत्य नहुन सक्छ। मतलब कानुनले मात्रै नसके पनि यसले नागरिकलाई डिजिटल रूपमा साक्षर बन्न प्रेरित गर्छ। ठ्याक्कै। यो लडाई कानुन र प्रविधिको मात्र होइन, नागरिकको चेतनाको पनि हो। ल, यो डिजिटल युद्धभूमिबाट अलिकति पछि हटेर समग्र प्रक्रियाको निष्पक्षताको कुरा गरौँ। केही यस्ता नियमहरू पनि छन् जसले चुनावको नतिजालाई नै प्रभावित हुनबाट जोगाउन खोजेका छन्, जस्तै ओपिनियन पोल वा मत सर्वेक्षणमाथिको प्रतिबन्ध। हो,
बुँदा 16ले उम्मेद्वारको मनोनयन दर्ता भएदेखि मत सर्वेक्षण गर्न र प्रकाशन गर्न रोक लगाएको छ। यो नियम विश्वका धेरै लोकतन्त्रहरूमा विवादास्पद छ। किन विवादास्पद? एकातिर यसले मतदातालाई प्रभावित हुनबाट जोगाउँछ होला, तर अर्कोतिर यो सूचनाको हक विरुद्ध भएन र? यही नै हो यसको मुख्य द्वन्द्व। यसको पक्षमा तर्क के छ भने अन्तिम समयमा आउने सर्वेक्षणले ब्यान्ड व्यागन इफेक्ट सृजना गर्न सक्छ। ब्यान्ड व्यागन इफेक्ट मतलब जित्नेकै पक्षमा लागौँ न भन्ने मनोविज्ञानले अनिर्णित मतदातालाई प्रभावित पार्न सक्छ। हावा जता बग्यो उतै भने जस्तो हो। यसले चुनावलाई विचारको प्रतिस्पर्धा भन्दा पनि घोडा दौड जस्तो बनाइदिन्छ। तर विपक्षमा तर्क छ यस्तो प्रतिबन्धले मतदातालाई सूचनाबाट वञ्चित गर्छ र यो अभिव्यक्ति स्वतन्त्रताको पनि हनन हो। भनेपछि आयोगले मतदातालाई प्रभावित हुन सक्ने जोखिमलाई सूचनाको हक भन्दा माथि राखेको देखियो। त्यस्तै देखिन्छ। त्यस्तै अर्को एउटा नियम छ व्यक्तिगत चरित्र हत्यामाथिको रोक। यो बुँदा 15मा। सामाजिक सञ्जालको युगमा यो झनै महत्त्वपूर्ण देखिन्छ। एकदम। जब विचारको बहस सकिन्छ तब व्यक्तिगत आक्रमण सुरु हुन्छ। यो नियमले राजनीतिक संवादलाई स्वस्थ र मुद्दा केन्द्रित बनाइराख्न खोज्छ। हो, नीतिको आलोचना हुनु पर्यो, व्यक्तिको होइन। हो, लोकतन्त्रमा नीतिको आलोचना हुनुपर्छ, उम्मेद्वारको व्यक्तिगत जीवन र चरित्रको होइन। र अन्त्यमा एउटा छाता नियम जस्तो बुँदा 21 जसले भन्छ निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पर्ने कुनै पनि काम गर्न नहुने। यो एउटा क्याच अल प्रावधान हो। मतलब आचार संहिताले कल्पना गर्न नसकेका वा भविष्यमा आउन सक्ने कुनै पनि नयाँ खालका गलत अभ्यासहरूलाई यही बुँदाको आधारमा कारबाहीको दायरामा ल्याउन सकिन्छ। यी सबै नियमहरू मत सर्वेक्षणमा रोक, चरित्र हत्यामा प्रतिबन्ध, मतदान स्थलको गोपनीयता, यी सबै निर्वाचन प्रणालीमाथिको जनविश्वास कायम राख्न बनाइएका फायरवल हुन्। आजको हाम्रो यो गहिरो छलफलबाट के स्पष्ट हुन्छ भने निर्वाचन आचार संहिता 2082 केवल नियमहरूको सङ्गालो होइन। यो एउटा महत्वाकांक्षी दस्तावेज हो जसले सडकमा हुने जुलुसदेखि सामाजिक सञ्जालको अदृश्य युद्धसम्म सबैलाई एउटै फ्रेमवर्कमा बाँध्न खोजेको छ। निश्चय पनि। यसले हाम्रो चुनावी प्रक्रियालाई आधुनिक, मर्यादित र अलि बढी जिम्मेवार बनाउने परिकल्पना गरेको छ। तर हामीले सुरुमा भने जस्तै यी नियमहरू कागजमा हुनु एउटा कुरा हो र यिनीहरूको सफल कार्यान्वयन हुनु त्यो बिल्कुलै अर्को हो। वास्तविक चुनौती त कार्यान्वयन नै हो। कार्यान्वयन र त्यसमा नागरिकको सचेत सहभागिता। त्यसो भए यो छलफलको अन्त्यमा श्रोताका लागि एउटा विचार छोडेर जाउँ। यो आचार संहिताले नियमहरूको सूची त दियो र त्यसको कार्यान्वयनको जिम्मा निर्वाचन आयोग र दलहरूको हो। तर एउटा नागरिकको रूपमा हाम्रो भूमिका के होला? प्रविधिले ल्याएका डिप फेक जस्ता चुनौतीको सामना गर्न के यस्ता नियमहरू मात्र पर्याप्त छन् वा नागरिक आफैमा पनि डिजिटल साक्षरता र आफूले देखेको कुरामाथि प्रश्न गर्ने आलोचनात्मक सोचको विकास हुनु जरुरी छ?